वेलकम टु माई न्यू ब्लग। सो गाइज अहिले म आएको छु हाम्रो गाउँको बारीमा र यहाँनिर हुँदैछ कुकुरहरूसँग घोर अन्याय। हजुरहरू पनि हेर्नुहोस्। सो गाइज अहिले म आइसकेँ हाम्रो टिमेपुरमा र जस्तै कि हजुरहरू देख्नु नै भयो त्यस्तो छ सिन। र यो चाहिँ गाउँलेहरूले नै यसरी ल्याइदिएको भलाइको लागि भन्छन्। खै मलाई चाहिँ लाग्दैन कति बेहोस पार्छ, कति त लट्याएर आउँछ अझै पनि। साह्रै माया लागिरहेको छ क्या। यो खोलालाई भन्छ टिमै खोला र यहाँ चाहिँ एकचोटि ठुलो बाढी आएको थियो। त्यहाँदेखि यहाँसम्म त्यत्रो खाल्डो बनाइदियो। अहिले म आइसकेँ घर। ओला कोटाई र मैले राखिसकेँ मेरो साइकल यहाँ। सबैजनाले खाना खाइसक्नु भएको छ र मै मात्र छु बाँकी। म पनि पेट पूजा पहिला अनि भेट्छु। सो गाइज खाना पनि खाइसकेँ र भिडियो पनि एडिट गरिसकेँ र थम्बनेल पनि बनाइसकेँ। सो हजुरलाई आजको 2 मिनटको ब्लग कस्तो लाग्यो, राम्रो लाग्यो भने एउटा लाइक ठोक्नु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। बाई बाई।